So hello everyone, namaste, sewa, welcome back to my YouTube channel. This is me, Namrata Tulu. आज पनि म घाँस काट्दै हिँड्दैछु चेरी च्याट्ट परेर अनि पत्ता चलिरहेको छ बोलेको सुन्नु भएको छ कि छैन अनि घाँस काट्दै हिँडेको म एकछिन छु घाम लागिरहेछ अनि झर्ने गाली बस्थे अनि छेपाएर रहेछ साथीहरू अनि म चाहिँ फेरि भ्लग गर्न सक्दिनँ कहिले काहीँ पुरै दिन्छु अनि सबैले माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला कस्तो लाग्छ कमेन्ट गर्नु होला हेर्दै जानु होला यस्तो छ अबि बाटो चाहिँ माया अबि झन्नै लडेको हेर्नु है साथीहरू बर्खा लाग्न थाल्यो नि त उहिरो आइरहेछ अनि यहाँनिर चाहिँ साथीहरू दुईवटा आँपको रुख छ कि हाम्रो होइन पत्ता चलेर बोलेकै सुन्नु भएन होला अनि यसपालि आँप फलेन भनेर म आज चाहिँ यो बाटो आएको कि साथीहरू आँप खान नपाएर म तडपिरहेको छु पत्ता चलेर मान्छेले के जाति अरे टिकटकतिर के अरे आँप चलेर पुरा ल्याउँछ घरमा हाम्रो गएर बोटमा पनि एउटा त्यसमा बोट त हामीले कति धेरै खाएको नि अहिले त यहाँनिर खानु लगाएको हुन्छ अनि बराएर मेरो जिन्दगी एउटा पनि खानु नपाएको मैले एउटा फलेछ भनेको पाप लाग्छ है साथीहरू एउटा चाहिँ यस्तो फलेको रहेछ के गर्नु र एउटा कस्तो नफलेको एउटा भन्दै थियो म अब झन्नै लडेँ अर्काको आँप चोर्ने भएको झन्नै देख्नुभयो साथीहरू अब म त्यसलाई खान्छु अब एउटा आँपमा ज्यान जान्छ क्या साथीहरू बिचरा मेरो जिन्दगी आँप हेर्नु न बिचरा म यहाँ हेर्नु कसैलाई माया दया पनि छैन है मेरो आँप पठाइदिनु नि हौ आँप पठाइदिनु नि हौ अगर मेरा पैसा नहीं मिला तो मैं मर जाऊंगा। इधर नहीं बाहर रोड पे जाके मरने का। हमने पे है बोक्रा त तितो रहेछ साथीहरू फेरि पाकेको आँप चाहिँ त्यति मन पर्दैन कि अनि ल पिरो भनेपछि त फेरि राजा हो नि म फेरि जानु होला अब म जान्छु घाँस काट्ने ठाउँ चाहिँ अलिक टाढै छ क्या गाह्रो छ भाइ आँप पनि नफलेको रहेछ अब त यो बाटो आउनु पनि मन लाग्दैन मलाई फेरि जानु होला अनि साथीहरू म चाहिँ के भन्न गइरहेको छु भने नि आज मेरो धेरै चासो नलियो कि मेरो आफन्त छिमेकीहरू म अरू जस्तो छैन तिमीहरूलाई म 100 वर्ष बाँच है भनेर आशीर्वाद दिन्छु के मेरो कुरा नगर्दा पनि हुन्छ मेरो केही फरक पर्दैन भुत्ला पनि भाग्नु हुँदैन ल बुझ्यौ नि तिमीहरूले भिडियो नहेर्नु भने तिमीहरूको छोराछोरीहरू त पक्कै पनि हेर्छ कि कति न बिहानै खाना सुन्नुपर्छ मैले मेरै कुरा गरेको के यो अचम्म लाग्दो तर मलाई कुनै पनि केही फरक पर्दैन के त्यस्तो मुलाहरू आउँछ जान्छ
पुरा काट्दै गर भन्ने त्यतातिर गीता छ नि त्यही हो चिलमा तिमीहरूको दिदी बुझ्यौ नि केटाकेटी हो सम्मान गर्न आउँदैन मलाई मेरो कुरा काट्ने मान्छेहरूलाई बाटो हेर न साथीहरू बाटो सिस्नु हेर म सिस्नु पनि हेर्नु पर्यो कि चारो टिप्न आउनु पर्यो नि त गाइजहरू रोइनी हो नि त रोइनी सुँगुर पालेको छु नि त मैले भन्दै थिएँ अनि उता ल्याउरी गर्ने अनि के अरे सुँगुरको मासुमा पल्केर हौ लिम्बुनी तिरै ढल्केर हौ भन्नु कति सजिलो छ सुँगुर पाल्नु कति गाह्रो छ अनि आम्मामा मेरो सुँगुरको मासु त 31 किलोको भन्दै भन्छ नि तर पाल्ने बेला त राम्रो बेच्नु भन्दा त किनेर खानु पाल्नु भन्दा त किनेर खानु फाइदा देखिन्छ के गर्नु गाह्रो छ हेर न नतान न मलाई त्यसरी मेरो राम्रो फाट छ बिचरा बडीले घाँस हेर्दै हिँड्दैछु म घाँस म भर्खर पलाउँदैछ नि त घाँसहरूबाट यस्तो छ अनि हेर्दै हिँड्दैछु के लानु भन्दै भर्खर बजारतिर त्यस्तै हुन थाल्यो खोज्यो भने त हुन्छ के गर्नु कति बेला खोज्नु एक्लै डर लाग्छ अनि साथीहरू यहाँनिर पनि हेर्नु है आँप छ यत्रो रुख तर फल्यो कि फलेन हेर्दैछु बिचरा के फल्थ्यो झन् यो जङ्गलमा बाँदरको खानु सिजनहरू फल्छ यत्रो फल्छ भन्नुहुन्थ्यो तर के गर्नु बाँदर खान्छ जाला फुल्नु चाहिँ बाफ रे बाफ थोरै फुल्छ फल्नु चाहिँ एकदाना देखेको होइन यत्रो 2 वर्ष भयो गरेको खोइ त एकदाना काहीँ देख्नुभयो राम 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 यत्रो आँपको रुख छ त्यो पनि आश लाग्ने के बाबै फर्की हेर्दा छु म के गर्नु घाँस काट्नु सक्दिनँ यत्रो चिउरी छ नि यो सक्दिनँ भ्यागुता जति यत्रो त्यति भुइँको भुइँ भन्छ नि म पनि त्यही भ्यागुतामा परेको साथीहरू खत्म बाय बाय टाटा गुड बाय गया भ्यागुता रुख चढ्नु सक्दिनँ नि त म पनि त्यही हो भ्यागुता नि हो रुख चढ्नु सक्दिनँ जति भ्यागुता उफ्रो त्यति भुइँको भुइँ भन्थ्यो हेर यी कसले काटेर लगाएछ आफू भने सक्ने बिचरा मेरो जिन्दगी फेरि हिँड्छु म अब म यो खनु काट्न गइरहेको छु अब सिधै जानु होला तिमी साह्रै भिड भन्ने सिधै जाउँछु म यो काट्नु पर्यो अलिकति यो अब फेरि जानु होला काटेको चाहिँ कसले भिडियो गरिदिन्छ र म एक्लै छु एकचोटि बटुलेको भाइ लाग्यो हेर्नु होला हेर्दै जानु होला सो हेलो साथीहरू म चाहिँ रुखबाट जाइसकेँ रुख यस्तो छ धेरै नकाटेको भर्खर बाउडीले गरेको बोट मर्छ अरे साथीहरू अलिकति काटेको अब भुइँ घाँस काट्छु खोजेर बिना यस्तो काट्नु भनेको तितेपाती बाख्रालाई भइहाल्छ यो भैँसीलाई भइहाल्छ साथीहरू हेर्दै जानु होला मेरो हालत मैले चाहिँ त्यति भनेको तर निकै नै काटेको रहेछु अनि बाख्रालाई चाहिँ तितेपाती काट्नु पर्यो खनी दियो भने त मार्छ तितेपाती यस्तो काट्नु हिँडेछु कि साथीहरू के गर्नु हो बाख्रालाई पनि खने दिनु छैन उहाँ यस्तो भनेर काट्छु अनि जान्छु घर अल्छी लाग्दो गरेकोले
अस्ति ल्याइरहेको छु साथीहरू हेर्नुहोस् यस्तो तितेपाती घारी छन् यस्तो बाफ्रे बाफ देउरालीमा हावा सरारा लग्दरी गाउनु होला काटेको है साथीहरू हेर्दै जानु होला। हेलो साथीहरू म चाहिँ भारी चुडिक्क बनाएर बसिरहेको छु। चुडिक्क चाहिँ के भन्नु बाख्रालाई पुगेकै छैन परतिर गएर काट्छु हेर्दै जानु होला। अनि साथीहरू मैले चाहिँ एक मुठा काटेर पनि भारी लाएर अब जानु लागेको। यतिन्जेल भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद। लाइक गर्नुहोला।